भाइ बहिनीहरूको लामो बिदा सकियो, विद्यालय आउने बेला पनि भयो। धेरै भाइ बहिनीहरूलाई प्रोजेक्टहरू दिनुभएको होला स्कुलमा। मैले एउटा प्रोजेक्ट साना भाइ बहिनीहरूलाई तयार पारेको छु। एकदमै सस्तो छ। यसमा हामीले 2टा बेलुन र एउटा तल एउटा बेलुन प्रयोग गरेका छौँ र यहाँ स्ट्र छ। यो एउटा लङ्सको मोडल हो। हेर्नुहोस् है, यसले कसरी काम गर्छ भनेर हामीले लङ्सको मोडल देखाउन खोजिरहेका छौँ। जस्तै यो डायफ्रामलाई माथि खिच्दा लङ्समा हावा कति पनि देखिँदैन। अब यो डायफ्रामलाई तल खिच्दा हेर्नुहोस् त लङ्सभरि हावा भरिएको छ। यसरी हाम्रो लङ्सले काम गर्छ भनेर एउटा मोडल हामीले थोरै पैसामा पनि तयार गर्न सक्छौँ। र यो विशेष गरी साना भाइ बहिनीहरूका लागि जो 5, 6, 4 यस्ता कक्षाहरूमा, साना कक्षाहरूमा पढ्नुहुन्छ, उहाँहरूका लागि यो नमुना राम्रो नमुना हुन सक्छ। थ्याङ्क यू।